के छ मेरो छोराछोरी हो हाउ सबैजना सन्चै छौ के छ मेरो छोराछोरी हो भन्दै अब कोही मान्छे फेरि कमेन्टमा रिसाइदिरहेको हुन्छ मेरो त म तेरो छोरा हो र म तेरो छोराछोरी हो ला होइनस् भने साइड लाग्न त यार म त मेरो छोराछोरीहरूसँग मात्र कुरा गरिरहेको होइन सो फर छोराछोरी उसको यस्तो अरेन भर्खरै कटकरा भन्ने एउटा सो छ इन्टरनेटमा त्यसमा टिकाराम यात्रीसँगको ज्ञानेन्द्र साईको 1 घण्टा 40 मिनट लामो अन्तर्वार्ता पुरै डिकोड गरेर हेरे सुरुमा एउटा कुरा प्रश्न भनौँ जुम्लाको सिन्जादेखि सिंहदरबारसम्म पुगेर उनले कर्णालीको सडक बिजुली र बेवास्ता गरिएको भूगोलको लागि जुन प्रेसर क्रिएट गरेका छन् त्यसको लागि उनलाई रेस्पेक्ट दिनै पर्छ तर जब कुरा लजिक फ्याक्ट र पोलिटिकल न्यारेटिभको आउँछ चर्को स्वरमा बोल्दैमा हरेक कुरा सत्य हुँदैन भन्ने यो भिडियोले मजाले पर्दाफास गर्छ अलि विद्वान बन्ने दौडमा उनी कति ठाउँमा चिपिएका छन् र कस्तो सस्तो डिफेन्स मेकानिजम प्रयोग गरिरहेका छन् अलिकति कुरा गरौँ टिकाराम यात्रीले एकदमै सटिक प्रश्न सोधे अघिल्लो चुनावमा 14 सिट ल्याएको राप्रपा अहिले देशभरबाट प्रत्यक्षमा जम्मा 1 सिट तपाईँ मात्रैमा खुम्चियो भोट स्वाट्टै घट्यो के यो जनताले राजतन्त्र अस्वीकार गरेको होइन यसमा ज्ञानेन्द्र साईको डिफेन्स थियो यो राजा ल्याउने कि नल्याउने चुनावै होइन यो त प्रतिनिधि सभाको सांसद छान्ने चुनाव वाह ब्रो वाह एकछिन ताली पनि पड्काइदिउँ द लेभल अफ हिपोक्रेसी अब हिपोक्रेसी नै भनिदिउँ न यसलाई होइन यदि राप्रपाले यो चुनावमा 30 सिट या 30 भन्दा माथि नै पनि भनिदिउँ ल्याएको भए यिनैले छाती पिटी पिटी रोस्टममा चिच्याउने थिए होला जनताले गणतन्त्र फालिसके राजाको पक्षमा जनमत आइसक्यो तर जब जनताले नराम्रोसँग भोट घटाइदिए अनि यो राजा ल्याउने चुनावै होइन आफ्नो अनुकूल हुँदा जनमत प्रतिकूल हुँदा संसदको प्राविधिक चुनाव राजनीतिमा आउनु अघि भाइरल हुनलाई म नासाको प्रोजेक्टमा सेलेक्ट भएको मान्छे इन्डियामा सीए पास गरेको मान्छे भनेर अन्तर्वार्ता दिँदै हिँड्ने यिनै हुन् इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ तर मैले पछि गरिनँ त्यहाँ जुन अहिले उडिसामा छ जसमा तपाईँको अग्नि 5 बनायो त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5 तर मैले त्यतिखेर जब गरिनँ त्यो कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ किनभने नेपाल चाहिन्छ यो चाहिँ राम्रो गर्नुभयो यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो है तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ खिचेर कसले हालिदियो त मेरो बाउ के गयो जब टिकारामले प्रमाण सहित प्रश्न उठाए अनि सुरु भयो पन्छिने खेल मैले सीए को ग्रुप 1 मात्र कटाएको हो नासाको त कुरा एउटा कमेडी भिडियोमा झिस्किएर बोलेको अहिले सोसियल मिडियामा जो व्यक्तिसँग उनले कमेडी गरेका थिए उनीले शाहीको पर्दाफास गरिरहेका छन् कहाँ हो अनि यत्रो मिडियामा आइसक्यो के गर्दा अब के भनौँ मैले त्यही भन्दै नि तिमीले यो बारेमा त मैले 42 लाख पोल्छ मेरो दाइले भनेर सम्झमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन अब के गर्नु मैले उसले भनेको सही भन्दै नि मैले सोध्नलाई त कति मान्छेले फोन गरिसक्यो टिकाराम दाइले फोन गरिसक्यो मलाई के भन्ने हो जाठा होइन त्यो मान्छे मिडिया हुन्छ यार ज्ञान उसको नमाचेको खुट्टालाई भाँचियो बनाउने मै हो फेरि किनकि पब्लिक सिम्पैथी बनाउनु पर्छ पैसा कि मेरो घरमा छ पनि अहिले पनि मेरो घरमा पैसा कि छ त म नमाचेको खुट्टालाई भाँचियो बनाएर हिजो चितवनको घटना के भएको थियो सुर्खेतका घटनाहरू के भएको थियो त्यो सबै जानकार राख्ने व्यक्ति त म र म लगायत धेरै व्यक्तिहरूलाई थाहा छ हैन उसँग नजिक भएका मान्छेहरूलाई कतिले चुप लाएर बसे तर यसले जे भन्दै नै सहन्छ जे भन्दै नै हुन्छ र यो आरोप पनि यो विनयजङ बस्नेत भन्नेसँग हामीले प्र्याङ्क गरेको के पो भनेर दाइले यो अब खोलिन्छ सबै खोलिन्छ त हु इज ही एन्ड व्हाट इज ही भन्ने कुरो सबै खोलिन्छ यो अत्याचारै गरे हो नि त जहिले पनि झुक्या हेर्नु ओ इन्डियन एरोनोटिक्स हेर्नुस् यो जो एसएलसी फेल भएको मान्छे इन्डियन एरोनोटिक्स पाएको थिएँ तर मैले पछि गरिनँ त्यहाँ जुन अहिले उडिसामा छ जसमा तपाईँको अग्नि 5 बनायो त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5 तर मैले त्यतिखेर जब गरिनँ त्यो कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ किनभने नेपाल चाहिन्छ त्यहाँ एउटा यो चाहिँ राम्रो गर्नुभयो यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो हेर्नुहोस् है तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ टिकाराम दाइले मलाई बिहान फोन गर्नुभयो के त यो भन्नुभयो मैले दाइ उसले जिन्दगीमै कमेडी गरिरहेको छ अनि झनै डर लाग्दो कुरा त के छ भने आफ्नो झुट पक्रिसकेपछि उनले सिधै भिक्टिम कार्ड फाले म त जुम्लामा हलो जोत्नेको छोरा आमा खस्नु भयो पैसा थिएन ए बुढा गरिब हुनु दुःख गरेर पढ्नु सम्मानको कुरा हो तर गरिबीको नाम बेचेर आफ्नो नक्कली रेज्युमे मिडियामा बेच्न भने पक्कै नमिल्ला मैले सस्तो लोकप्रियताको लागि झुट बोलेको थिएँ मैले ठगे मलाई भाइरल
हुनुहुन्थ्यो त्यति बेला भनेर भन्न नसकेर आफ्नो ब्याकग्राउन्डको सेन्टिमेन्टल ब्ल्याकमेल गर्नु कुन लेभलको इमानदारी हो? उनले राजालाई देशको बाउसँग पनि तुलना गरे। छोरा जति धनी भए पनि बाउलाई बिर्सन मिल्दैन भने त्यस्तै हो राज संस्था भने। अरे रे 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 भगवान, यो 21औं शताब्दी हो सर। गणतन्त्र अझै पनि जिउँदैछ। देश कुनै पनि व्यक्तिको प्राइभेट प्रपर्टी वा जमिनदारी पक्कै पनि होइन र नागरिक भनेका रैती वा कसैका छोरा छोरी त हुँदै होइन। अनि अर्को हावा इकोनोमिक लजिक सुनौं। हिन्दू राज्य बनाउने बित्तिकै संसारका 121 करोड हिन्दू मध्ये 10% नेपाल आउँछन् अनि देश धनी हुन्छ। साउदी अरबको मक्का मदिनासँग तुलना गरेका छन् नेपाललाई। टुरिज्म भनेको संविधानमा धर्मको ट्याग झुन्ड्याउँदैमा रातारात मान्छेको ओइरो लाग्ने जादु होइन होला। बाटोको खाल्डो पुर्न नसक्ने, कर्णालीमा एउटा पुल बनाउन 10 वर्ष लाग्ने देशमा हिन्दू राज्यको बोर्ड राख्दैमा विदेशीहरू डलर बोकेर आउँछन् भन्नु जनतालाई फेरि अर्को सपनाको भ्रम बेच्नु नै हो। कुलमान घिसिङले जुम्लामा बिजुली पुर्याए, रारा जाने सडकको बजेट राजीनामा दिनु अघि पास गरे। यसको जस ज्ञानेन्द्र साईले मजाले लिए। मैले फोन गरेर कुलमानलाई साइन गर्न लगाए समेत बन्न भ्याए। तर जब त्यही जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र बेथितिको कुरा उठ्छ अनि उनी भन्छन् म त केही गर्नै सक्दिन, म त सिनेटमै पर्दिन, कानुनै यस्तै छ। यदि व्यक्तिले चाहेर केही हुँदैन भने कुलमानले कसरी गरे? अनि यदि व्यक्ति नै सबै थोक हो भने तपाईँ किन सिस्टमको बहाना बनाएर पन्छिनुहुन्छ? ज्ञानेन्द्र साई एउटा कडा भोकल प्रतिनिधि पक्कै हुन्। उनले कर्णालीको आवाजलाई जसरी मेन स्ट्रिममा ल्याएका छन् त्यसलाई सल्युट छ। तर चर्को स्वरमा बोल्दैमा, आँखा तर्दैमा हरेक तर्क फ्याक्ट भने पक्कै हुँदैन। रत्नकार डाकुबाट वाल्मीकि बने भनेर आफैलाई सर्टिफिकेट बाँड्दैमा विगतका झुट र वर्तमानको यो हिपोक्रेसी छोपिँदैन। हामीलाई प्रश्न गर्ने, सिस्टमलाई झकझकाउने नेता चाहिएको हो, तर आफ्नै कमी कमजोरीमा प्रश्न उठ्दा विक्टिम कार्ड फालेर उम्कन खोज्ने अर्को नयाँ भगवान होइन। तिमीहरूको विचार के छ? प्लिज कमेन्ट डाउन बिलो। आई विल सी यु इन द नेक्स्ट भिडियो। टाटा।